ओके, हाम्रो रेसुङ्गा घुमघामको क्रममा हामी आएका छौँ, उपस्थित भएका छौँ र यति बेला हामी रेसुङ्गा पार्कमा एकछिन विश्रामको लागि बसिरहेका छौँ। सो आज मेरो भ्लगमा हामीसँग यो घुमाइमा मेरो प्रिय मित्र बद्री कार्की सर हुनुहुन्छ। बद्री सर, कस्तो लागिरहेछ तपाईँलाई? एकदम तपाईँलाई गुल्मीमा स्वागत गर्न पाउँदा म त्यसै खुसी थिएँ। त्यही मात्र रेसुङ्गा ल्याएर देखाउन पाउँदा त्यो त आज तपाईँकै कारण हो। यो म आज यहाँ छु, यसको मेन रिजन बिहाइन्ड द्याट भन्छ नि, त्यो भनेको हाम्रो बद्री कार्की सर सँगै हाम्रो सर म लालमणि घिमिरे, यहाँलाई चाहिँ गुल्मीमा स्वागत छ। हस्, धन्यवाद। त्यस्तै हाम्रो अर्को सर हुनुहुन्छ, म विष्णु चालिसे। तपाईँलाई पनि हाम्रो चाहिँ गुल्मी बागलुङ चाहिँ छ नि जुन चाहिँ एरियामा हजुर हार्डली स्वागत छ। घुमेर जानु। अब हामी चाहिँ रेसुङ्गा पार्क कहाँ रेसुङ्गा जाँदैछौँ होइन? रेसुङ्गा पार्क यहाँ अब पार्क यहाँ भयो। हामी 5 किलोमिटर जति हजुर माथि गयो भने बल्ल रेसुङ्गाको चाहिँ सिँढी सुरु हुन्छ। त्यहाँदेखि माथि लाग्यो भने बल्ल 1300 सिँढी उकालो लागेपछि बल्ल हामी रेसुङ्गाको वनमा र माथि मुख्य भागमा पुगिन्छ। अथवा मन्दिर, यज्ञशाला, पोखरी ल हेर्न सक्नुहुन्छ। यहाँ सल्लाहको रुखहरू एकदमै मिठो राम्रो तरिकाबाट देखाइएको छ र यति बेला घाम पनि लागिरहेको छ। सो अरू बाँकी कुरा हामी फेरि देखाउनेछौँ। ओके, अब हामी रेसुङ्गाको मेन डेस्टिनेसनतर्फ प्रवेश गर्न गइरहेका छौँ। सो तपाईँ मेरो भ्लगमा सँगै रहनु होला। बस्नु सर। रोड अलिकति उकालो पनि छ, अलिकति डेन्जर टाइपको पनि छ। सो हामी प्रस्थान गरिरहेछौँ। अब हामी चाहिँ कहाँ जाँदैछौँ सर? महापोखरी पशुपति मन्दिरमा जाँदैछौँ। हजुर, भोलेनाथको मन्दिर छ यता, अनि धर्मशाला पनि छ। हजुर, त्यसमा चाहिँ गएर ठुलो पोखरी छ। हजुर, त्यहाँ चाहिँ स्नान गर्नाले हजुर पुण्य प्राप्त हुन्छ भन्ने चाहिँ किम्बदन्ती पनि रहेको छ। अनि हामी यो सिडी रहेछ यहाँ होइन? कतिवटा सिडी चाहिँ चढ्नुपर्ने हो हामी? यहाँनिर त धेरै सिँढी छैनन् सर। ए हजुर, यहाँनिर त्यो गेटबाट प्रवेश गर्यो भने हजुर 1100 सिँढी चाहिँ चढेर बल्ल हामी गौशाला माथि पुगिन्छ। ए ओके, ल हामी फाइनल्ली पोखरीमा आइसकेका छौँ। हामी चाहिँ पोखरीमा आइसकेका छौँ। यो एउटा ऐतिहासिक पोखरी रहेको छ। यो ऐतिहासिक पोखरीमा र तपाईँहरूलाई मेरो यो भ्लगमा वेलकम गर्न चाहन्छु एन्ड स्वागत गर्न चाहन्छु। सो तपाईँले हेर्न सक्नुहुन्छ कस्तो देखिरहेको छ। र पोखरी र भ्युज पनि हेर्नुहोस्, एकदमै माथिबाट पुरै कुहिरो लागिरहेछ होइन? कतै घाम पनि देखिरहेछ, तर माहौल एकदमै रमाइलो देखिएको छ। सो पोखरीको यो दृश्य हेर्नुहोस्। म यति बेला रेसुङ्गामा छु, पाल्पा के अरे गुल्मीको रेसुङ्गामा रहेको छु र हामी 4 जना साथीहरू यो भिजिटको लागि आएका छौँ र तपाईँलाई मैले मेरो भ्लगिङबाट देखाउने प्रयास पनि गरिरहेको छु। सो हामी एकछिनपछि चढ्नेछौँ रेसुङ्गाको माथि। यति बेला भने म गुल्मी जिल्लाको रेसुङ्गामा अवस्थित रहेको पशुपतिनाथ मन्दिरमा रहेको छु। यसलाई मिनी पशुपति पनि भनेर चिनिन्छ र पशुपतिनाथको आकारमा यो मन्दिरलाई चाहिँ आवरण गरिएको छ। सो निकै नै एकदमै माहौल रमाइलो छ, यहाँको शान्त छ, सुन्दर रेसुङ्गा लागिरहेको छ मलाई। तपाईँले हेर्न सक्नुहुन्छ यहाँको दृश्य एकदमै मनमोहक छ, अत्यन्तै सुन्दर छ र यहाँको मन्दिर त्यस्तै तरिकाबाट निर्माण पनि गरिएको छ।
अब हामी यसपछि झन्डै 1100 सिँढी चढ्दैछौँ, हवन कुण्डतिर जाँदैछौँ, रेसुङ्गाको माथि टावरमा पनि हामी प्रवेश गर्नेछौँ। ल अब चाहिँ हामी 1100 सिँढी चढ्न गइरहेका छौँ र रेसुङ्गाको हामी भ्यू टावरसम्म पुग्नेछौँ। यो भ्लगिङमा मसँगै रहनुहोला, तपाईँलाई यो दृश्य पक्कै पनि देखाउनेछु। ल हाम्रो बद्री सर पूर्ण रूपमा थकित मुद्रामा 400 सिँढी चढ्दैमा थाकिसक्नु भएको छ। अब यो के रे हो खास, अब यो बुझ्नु पर्यो र भिडियो म्याडमसम्म पनि पुऱ्याउनु पर्यो। बद्री सर साह्रै कमजोर भएको अनुभव यहाँबाट देखिएको छ। हाम्रो सिँढी चढ्ने अभियान चलिरहेको छ। 45% हामीले चढिसकेका छौँ। थाक्न त सबै थाकिएको छ। के को ल यति बेला हामी चाहिँ मिड टाइममा हामी आएका छौँ। यो चाहिँ यति बेला यहाँ रेसुङ्गाको बिच भागमा हामी सिँढी चढेर आइसकेका छौँ। रामकुवा लेखिएको छ यो यतापट्टि रहेको छ। त्यमा हामी अहिले माथि पुगेर फर्किसकेपछि जाने भन्ने कुरा छ। निकै रमणीय ठाउँ देखिएको छ। मनमोहक दृश्यसँग साक्षात्कार हुन पाउँदा म आफू निकै नै गौरवान्वित महसुस गरेको छु। साँच्चै नै यो रेसुङ्गा एउटा प्राकृतिक रूपमै प्रकृतिबाट एउटा उपमा पाएको देखिन्छ। प्रकृति प्रदत्त क्षेत्र रहेछ यो। यहाँको शान्त सौम्य यो वातावरणसँग म आफूलाई एकदमै समाहित गराउने प्रयास गरिरहेको छु। हाम्रो बद्री सर यहाँ हुनुहुन्छ निकै थकित मुद्रामा। बद्री सर के भन्न चाहनुहुन्छ तपाईँले? 800 सिँढी चढेको हजुर, मलाई एकदम गाह्रो महसुस भइसक्यो छ। हजुर, तर पनि हाम्रो डेस्टिनेसन जुन छ हो त्यसले चाहिँ मलाई इनर्जी दिइरहेको छ। इनर्जी दिइरहेको छ। अब हामी यज्ञशालाको नजिक छौँ। हो रेसुङ्गाको मेन भनेको यज्ञशाला हो। ठिक छ, हामी अब यज्ञशाला पुगेर म पुनः तपाईँलाई भ्लगमा जोड्ने छु। फाइनल्ली हामीहरू रेसुङ्गा आइसकेका छौँ। रेसुङ्गाको हवन कुण्ड जुन निकै महत्त्वपूर्ण मन्दिर रहेको छ। हामी त्यहाँ 1100 सिँढी चढेर आइसकेका छौँ। अब हामी एकछिन रहनेछौँ। फोटो सेसन पनि हुनेछ, भिडियो सेसन पनि रहनेछ। हेर्न सक्नुहुन्छ तपाईँले दृश्य निकै आज चाहिँ मौसम अलिक खुलेको छैन, अलिकति चिसो बढेको देखिन्छ। तर पनि निकै नै रमाइलो अनुभूति लागिरहेको छ। साँच्चै एउटा यो स्वर्गको टुक्रामा म प्रवेश गरेको छु जस्तो चाहिँ लागिरहेको छ। युट्युब च्यानलमा स्वागत छ। म दीपक अर्याल र आज यो भिजिटको क्रममा म यति बेला गुल्मी जिल्लामा आएको छु र गुल्मी जिल्लामा आइरहँदाखेरि आज म रेसुङ्गा को हवन कुण्डमा उपस्थित भएको छु र यहाँको दृश्य निहालिरहेको छु। र यहाँ हाम्रो हवन कुण्डमा विशिष्ट व्यक्तित्व हुनुहुन्छ, उहाँसँग म परिचय लिन चाहन्छु। यहाँको शुभ नाम? हरिओम, मेरो नाम हरिराज भट्टराई। हामी 4-5 जना बस्छौँ यहाँ ढकाल पोखरेल। उहाँ पनि यो हेमन्त पोखरेल हुन्। अनि हजुर चाहिँ यहाँ के कुनै एउटा समितिमा हुनुहुन्छ या यहाँको चाहिँ पण्डितको रूपमा? हामी पण्डितको रूपमा हो। पण्डितको रूपमा समितिको उसमा पनि हाम्रो सदस्य पनि छौँ। हजुर, हामी पण्डितै काम गर्छौँ हामीले। ए तपाईँ यहाँ बस्न लाग्नु भएको चाहिँ कति समय भयो? लगभग 10 वर्ष भयो अहिले। 10 वर्ष। तपाईँको घरै यतै कि? हाम्रो घरै गुल्मीको मदानी गाउँपालिका पर्छ। हजुर हजुर, हाम्रो जन्मस्थल हाम्रो उहाँ हो। हजुर, अहिले हाम्रो पूजाआजा गर्नको लागि यहाँ बसिरहेको छ। ए अनि यहाँको बारेमा समग्र रूपमा तपाईँले भन्नु पर्दाखेरि यसो व्याख्या गर्दाखेरि यहाँको यो माहौल, यहाँको यो हवन कुण्ड कसरी जन्मियो होइन, यत्रो चाहिँ उचाइमा कसरी यसलाई निर्माण गर्ने कार्य के कसरी सम्पन्न भयो होला, कठिनाइहरू थियो होला यो निर्माण गरिरहँदाखेरि, त्यो सबै कुरा यसो वृत्तान्तमा भनिदिनुहोस् न छोटकरी। हरिओम हरिओम नारायण वासुदेव कृष्णचन्द्र भगवान्। यसो दुवै पवित्र पावन क्षेत्र प्रापुर कालमा हाम्रो तेर्तादेव हाम्रा 3 युग हुन्छन्। हजुर, सत्य 4 युग, सत्य, त्रेता, द्वापर, कोली 4 युग हुन्छन्। यो त्रेता युगमा
एउटा ऋष्य सिंहेश्वर भने ऋषि, ऋष्य भनेको ऋषि, सिंहेश्वर भने सिंह पलाएको थियो उहाँ। हजुर उहाँ विवाण्डक ऋषिका सुपुत्र काश्यपको नाति हुनुहुन्छ। हजुर उहाँले हजारौँ वर्ष यस पवित्र पावन धाममा योग साधना तप गरेर खोर्सुका बोक्राहरू खाएर पात खाएर कोक्रामा साधना गरेर चाहिँ हजारौँ वर्ष बस्नु भन्छन्। उहाँ विवाण्डक ऋषिका सुपुत्र काश्यपको नाति भनेर चिनिन्छ उहाँलाई। उहाँको नाम ऋष्यसिंहेश्वर भन्दा भन्दै रेसुङ्गाको नामकरण रहेको। त्यसरी सिंह अपभ्रंश भएर नाम रहेको भन्ने भनाइ छ। हुन त यहाँ धेरै योगी साधु सन्त महन्त साधु सन्तले योग साधना तप गरेर यो पवित्र पावन धाम भयो। प्रायः जसो 4 ऋषिको वर्णन पाइन्छ यहाँ। प्रथम ऋष्यसिंहेश्वर जसको नाम ऋषिको नामकरण हो, दोस्रो शहीद स्वामी, तेस्रा उहाँकै छोरा महापुर लक्ष्मीनारायण, चौथा यदुकानन्दर भनेर चिनिन्छ। शहीद स्वामी अर्घाखाँचीको अर्घा भन्नेमा बस्नुभयो। बामरुकमा चाहिँ जन्मस्थल भयो भन्ने भनाइ छ। उहाँ विक्रम सम्वत 1804 मा चाहिँ जन्म भयो भन्छन्। 1850 देखि 1906 सम्म चाहिँ उहाँ चाहिँ यस पवित्र पावन धाममा बस्नु यो साधना गर्नु भन्ने चाहिँ सुनिन्छ। र उहाँका छोरा चाहिँ 11 वर्षको उमेरमा नै यो ऋषिङ धाममा चाहिँ आउनुभयो अरे। यो साधना तप गरेर बुवाले गरेको ठाउँमा म पनि जान्छु भनेर उहाँ पनि आएर तपस्या गर्नु। उहाँ नरसिंह अवतार लिनु, नरसिंह आफ्नो शरीरलाई नरसिंह बनाएर जस्तो बन्न पनि सक्ने, आफ्नो चिता जस्तो चिता उस्तै बन्न सक्ने क्षमता मान्नुहुन्थ्यो। बाघ भालु हात्ती घोडा जस्तो चाह्यो उस्तै मानिसको रूपमा पनि आउन सक्ने त्यस्तो क्षमता मान्नुहुन्थ्यो अरे। उहाँ पनि चाहिँ धेरै वर्ष चाहिँ यस पवित्र पावनमा बस्नुभयो। र स्वयं यो हाम्रै रामलाई जन्मदिन पनि ऋष्यसिंहेश्वर, राम लक्ष्मण भरत शत्रुघ्न जन्म पनि ऋष्यसिंहेश्वरले जन्मदिनु भयो। र उहाँ चाहिँ त्रेतायुगका चिनिन्छ। त्रेतायुगमा उहाँ चाहिँ अयोध्या नगरीमा राम लक्ष्मण भरत शत्रुघ्न जन्मनु कसरी भनेदेखि पहिले चाहिँ एउटा शान्ता भन्ने छोरी जन्मनु भएछ, त्यसमा सन्तान भएन। सन्तान नभइसक्दाखेरि उहाँले आफ्नो गुरु वशिष्ठ मुनिलाई सोध्नु भएछ र मैले हाम्रो सन्तान भएन, मैले कसरी सन्तान प्राप्त गर्ने भनिसकेपछि उहाँले एउटा उपाय छ, एउटा चाहिँ यो हाम्रो उत्तराखण्डमा ऋष्यसिंहेश्वरले यो साधना तप गरेर बस्नुभएको छ। उहाँलाई नै यो पुत्रस्नेह गर्नुपर्छ, अश्वमेध गर्नुपर्छ भनिसकेपछि यहाँका ऋषि गएर अयोध्या नगरमा पुत्रस्नेह गरेपछि राम लक्ष्मण भरत शत्रुघ्न जन्मिनु भयो। र स्वयं राम र राम र लक्ष्मण यो ठाउँमा आउनुभयो, यो ठाउँमा आउनुभयो। आउँदाखेरि यहाँ चाहिँ गुरु चाहिँ ध्यान मग्नै हुनुहुन्थ्यो अरे। यहाँ चाहिँ एउटा के कुवाको कुराहरू पनि छन् नि, त्यो भन्दैछु मैले। हजुर त्यो ध्यान मग्नै हुनुहुन्थ्यो अरे। ध्यान एकदम ध्यान मग्नै हुन्थ्यो। त्यसो गर्दा हाम्रो गुरु दक्षिणा के दिउँ भनेर चाहिँ गुरुलाई दक्षिणा दिनुपर्छ, हाम्रो जन्म यत्रो गराउनु हो भनेपछि यहाँ कति पानी देख्नु भइन्छ, कति पानी उठाइन्छ। त्यसो भने हाम्रो आफ्नो धनुषमाड प्रयोग गरेर रामबाड कुवा चाहिँ उहाँले चाहिँ स्थापित गर्नुभयो। त्यही कुवाको पानी हामीले यो मन्दिर परिसरमा हामी चाहिँ प्रयोगको लागि चाहिँ त्यहीँको कुवाको पानी हामीले यहाँ प्रयोग गर्छौँ भोजनहरू निर्माण गर्दाखेरि बनाउँदाखेरि। अनि ठिक छ, यो निर्माण गर्ने क्रममा होइन कठिनाइहरू आए, यो कठिनाइको सन्दर्भलाई तपाईँहरूले कसरी चाहिँ चिर्नु भयो, यो विषयमा कुरा गर्नु सक्छ। यो मन्दिर निर्माण परापुर कालमा चाहिँ हाम्रो चाहिँ 4 ऋषि मध्ये यदुकानन्द राष्ट्रकारी यदुकानन्द ऋषि, उहाँ चाहिँ यदुकानन्द ऋषि 1983-84 मा यो निर्माण भएको। 1983-84 मा जुदो संसद प्रधानमन्त्री भएको बेला जगनबहादुर स्वयं यस पवित्र पावनमा आए। आए कसरी आयो भने यो चाहिँ हाम्रो यो महापुर लक्ष्मीनारायण चाहिँ यो नरसिंह अवतार लिनु अरे, नरसिंह चाहिँ अवतार जस्तो पनि बन्न सक्ने त्यस्तो क्षमता हुनुहुन्छ अरे। त्यसलाई बुझ्नु पऱ्यो कस्ता हुनुहुँदो रहेछ भनेर आफ्नो भुइस बदलेर चाहिँ जोगीको रूपमा चाहिँ आए। उनी आइसक्दाखेरि उहाँ चाहिँ गेटमा नै उहाँले चाहिँ यहाँ बसिराख्नु भएको थियो। उहाँले चिन्नुभयो, वहीँ गेटमा आउँदै चिन्नु, हे जङ्गे तलमा छल गर्न आएको जङ्गे हिँड्नुहोस् भनेपछि उहाँले चिन्यो, साथै चिने कस्ता चाहिँ एकदम ऊ रहेछ नि चाहिँ भएकै रहेछ भनेपछि बरु मैले जानिनँ भनेर खुट्टा ढोक्न आएछ। आइसकेपछि तँलाई 108 रुपियाँ ल्याएर असर्फी ल्याएर खुट्टा ढोक्न आयो अरे। त्यो 108 असर्फी उठेर असर्फी हुने त्यहाँ असर्फी ल्याएर आइसकेपछि उहाँले 13 असर्फी तँ राख, मलाई चाहिने, म दिन्छु तँलाई कोही चाहियो भनेर खसीको डालोहरूमा भरेर असर्फी खसेर त्यहाँबाट हो यस्तो गुरुलाई मैले जानिनँ, मैले के गर्नुपर्छ हजुरलाई चाहिँ मैले चाहिँ गल्ती गरेकोमा क्षमा आचरण गर्न चाहन्छु भनेपछि तैँले केही गर्नु पर्दैन, यो रेसुङ्गालाई गौचरानमा सीमित गर र यो धार्मिक वनमा घोषित गर भनेपछि त्यसै बेलादेखि यो धार्मिक वनमा घोषित भएको अरे। यो हाम्रो
255 हेक्टर जमिनमा जमिनमा चाहिँ हाम्रो चाहिँ यो मन्दिर परिसर छ त्यहीबाट चलिराखेको छ। अनि अहिलेको सन्दर्भमा यहाँको नगरपालिका पर्यो कि गाउँपालिका? नगरपालिकाबाट अहिलेको यो सन्दर्भमा के कतिको सहयोग पुगिरहेको छ? सहयोग सामान्य सहयोग भइरहेको छ। हजुर, यो नगरपालिका लगायत यो अन्य दाताहरूबाट त सहयोग आउँछ। विशेष गरी सरकारी क्षेत्रबाट हेर्दाखेरि नगरपालिकालाई हेरिन्छ हामीले होइन। नगरपालिकाको यसमा कतिको रोल देखिन्छ यसको संरक्षणको लागि, यसको प्रचार प्रसारको लागि? गरेछ, राम्ररी गरेछ, भइरहेको छ, सहयोग भइरहेको छ। हस् ल, यतिन्जेलसम्मको इन्टरभ्यूमा तपाईँले आफ्ना यहाँको बारेमा अभिव्यक्त गरिदिनु भएकोमा यहाँप्रति म कृतज्ञ गर्न चाहन्छु। हरिओम। ल, हामी चाहिँ फाइनल्ली रेसुङ्गाको भ्यू टावरमा उपस्थित भइसकेका छौँ। अब हामी भ्यू टावर चढ्नेछौँ र यहाँ गुल्मीको जिल्लाको भ्यू टावरबाट गुल्मी जिल्लालाई नजिकबाट निहाल्नेछौँ। मौसम अलिकति खुलेको छ अहिले चाहिँ, सो त्यस कारणले गर्दाखेरि राम्रै दृश्य देखिने छ भन्न चाहिँ सकिन्छ। ल, हेर्न सक्नुहुन्छ भ्यू टावर। यो भ्यू टावरमा हामी छौँ। भ्यू टावरबाट हामीले अब गुल्मी जिल्लालाई निहाल्नेछौँ नजिकबाट। मौसम अलिकति खुलेको जस्तो पनि छ। रामकुवालाई तपाईँले हेर्न सक्नुहुन्छ। यो हाम्रो अन्तिम भिडियो पनि हुनेछ। सो यही रामकुवामा भएको कुवाको पानी लगेर रेसुङ्गामा खाइन्छ माथि भन्ने कुरा पनि छ। सो फाइनल्ली भगवान् श्रीरामले बाण हानी पानी निकालेको ठाउँ भनेर चाहिँ हामी यहाँ छौँ है।